गुड इभिनिङ, नमस्ते। नेपाली आवाज दैनिक युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शक एवं श्रोताहरूलाई म गोपाल रेग्मी हार्दिक स्वागत गर्न चाहन्छु। यति बेला म इन्डियाको पाण्डेचरी बिचसँगै ब्याकसाइडमै रहेको भारती पार्कमा छु। यति बेला म तपाईँलाई पहिलो पटक म पार्कमा प्रवेश गरिरहँदाखेरि यो श्रृङ्खला यहाँका दृश्यहरू तपाईँलाई देखाउन चाहन्छु। विशेष गरेर इन्डियामा पार्क भनेपछि बहुत फेमस छ। यहाँको जनसङ्ख्या धेरै प्लस घरहरू धेरै रहेको हुनाले मानिसहरू फ्री टाइममा पार्कमा घुम्न खोज्छन्। बालबालिकाको स्कुलको छुट्टीको समयको दिनमा पनि यहाँ बालबालिका, युवा, वृद्ध हरेक नागरिकहरू चाहिँ घुम्न खोज्छन्। सो यो पार्कमा म यति बेला प्रवेश गरिरहेको छु। नेपाली आवाज दैनिक युट्युब च्यानल मेरो पर्सनल युट्युब च्यानल हो। मलाई चिन्ने साथीहरूले गोपाल रेग्मी भनेर चिन्ने साथीहरूले यहाँहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला भनेर आशा गर्दछु। विशेष गरेर युट्युब च्यानलमा जानकारीमूलक भिडियोहरू मात्र हामीले पोस्ट गर्ने उद्देश्यले चाहिँ युट्युबको स्थापना भएको हो। जानकारीमूलक, सन्देशमूलक, मनोरञ्जन र विविध हरेक मानिसलाई चाहिँ एउटा विकसित हुने तरिकाले पोजिटिभ भाइब उत्पन्न हुने तरिकाले चाहिँ विशेष गरेर युट्युब च्यानलमा भिडियोहरू अपलोड हुने गर्दछन्। र कहाँबाट हेर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि जहाँ जस्तो सुकै अवस्थामा रहे तापनि तपाईँ सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु। युट्युब च्यानलले एउटा सफलता प्राप्त गरिसकेपछि यसबाट कमाइ हुन्छ भन्ने पनि मलाई आशा लाग्छ। मान्छेका हरेक चाहनाहरू हैन, हरेक उद्देश्यहरू हुन्छन्। यति बेला म पाण्डेचरीको ब्याकसाइड, जो पाण्डेचरी बिच भनेर चिनिन्छ, त्यो बिचको ब्याकसाइडमा रहेको भारती पार्कमा यति बेला म अवलोकन गर्दैछु। यहाँको दृश्यहरू म तपाईँलाई देखाउन चाहन्छु। बालबालिकाहरू घुम्न चाहन्छन्, हरेक मानिसहरू चाहिँ घुम्न चाहन्छन्। शीतलता हरेक कुराहरू चाहिँ बुझ्न चाहन्छन्। एउटा मन भुलाउने वातावरण पनि भनौँ हैन, त्यसरी पनि हामीले बुझ्न सकिन्छ। मानिसको जिन्दगानी के नै छ र हैन। मानिस जब त्यो मानिस जीवित रहन्छ, त्यो मान्छेले धेरै क्रियाकलापहरू गर्नुपर्छ। समाज सङ्गठन भयो हैन, मानिससँग मेलमिलाप भयो, आफ्ना व्यक्तिगत आवश्यकताहरू पुरा गर्नुको लागि भनौँ हैन, यस्ता हरेक क्रियाकलापहरू मानिसले अब जिन्दगीमा बाँच्नको लागि चाहिँ उसले दुःख गर्नुपर्छ हैन। अब कुनै पनि काम नगरिकन हामीलाई त्यो आम्दानी एउटा स्रोत आउँदैन हैन। जब काम गर्छौँ तब मात्र हामीलाई पैसा कमाउने बाटो हरेक कुराहरू खुल्ला रहन्छ। त्यो भएर मानिसले दैनिक गर्ने कामहरू, मानिसको एउटा जीवनशैली, उसको स्वस्थ मस्तिष्क विचारहरू हैन, उसको मानसिक सन्तुलन, शारीरिक सन्तुलन, हरेक कुराहरू मानिसले आफ्नो बारेमा केयर गर्नुपर्छ। विशेष गरेर आफूले ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ। यति बेला यो पार्क चाहिँ राम्रै छ, तर मानिसहरू चाहिँ कमी भएको मलाई देखिरहेको छु। अगाडि म घुम्दैछु, यति बेला मानिसहरू घुम्दैछन्। पार्कको विकास हुनु, यदि कुनै भूबनावट, कुनै होइन एउटा हामीले के भनौँ न, जमिन छ भने अब त्यहाँको अवस्थाले हेरेर हामीले पार्क स्थापना गर्न सक्छौँ है। हाम्रो गाउँटोल, छरछिमेक, हाम्रा देश, हाम्रा भेगहरूमा है, जहाँ भए पनि यो मन त नेपाली नै हो, तर आफू जहाँ गइन्छ त्यहाँ चाहिँ अब सबै कुरा त्यस्तै होइन। आफू जहाँ काम गरिन्छ, जहाँ कर्मथलो बनाइन्छ, मानिसहरू त विश्वभर नेपालीहरू काम गर्नको लागि हरेक देशमा प्रवेश गरिसकेका छन् त होइन। यो भन्न चाहन्छु। र साथीहरू है, मेरो युट्युब च्यानलमा सब्सक्राइबरहरू एकदमै कम हुनुहुन्छ। नियमित भिडियोहरू अपलोड नगरेर पनि हो होइन। म एउटा जब गर्छु, प्लस कहिलेकाहीँ अब फुर्सदको समयमा भिडियोहरू बनाउँछु। त्यति बेला तपाईँले नयाँ भिडियो देख्नुभयो भने ट्याक्क पारेर नेपाली आवाज दैनिक युट्युब च्यानल छ, यसलाई सब्सक्राइब गरिदिनु होला। विशेष गरेर आफू नेपाली भएको नागरिकले चाहिँ, त्यो भएर मैले नेपाली आवाज दैनिक नाम राखेको। कस्तो लाग्छ, कहाँबाट हेर्दै हुनुहुन्छ, कमेन्ट पनि गर्नु होला, यो भन्न चाहन्छु। प्लस यस्तो चाहिँ यहाँको दृश्यहरू, चराचुरुङ्गीहरू कराइरहेका छन् हैन। हामी एउटा जीवित मानिस
मानिस एउटा नागरिक भएर होइन हरेक कुराहरू उसले गर्छ जिन्दगानीमा होइन। भर्खर यति बेला एउटा कुरा भन्न मन लागिहाल्यो, नेपालमा प्रतिनिधि सभाको चुनाव पनि हामीले सफल पार्यो होइन। विशेष गरेर त्यो आफ्नो मत प्रयोग गर्यो त्यहाँ हामीले, त्यहाँको हामीले, किनकि एउटा नागरिक, एउटा सच्चा नागरिकले सब कुरा बुझिसकेको हुन्छ। नेपालको इतिहासमा राजनीतिको अवस्था हेर्ने भने कहिलेबाट हालसम्म चाहिँ कस्ता कस्ता विद्रोहहरू सुरु भए, कस्ता कस्ता होइन भ्रष्टाचार अझै पनि नेपालमा छ, भोग्न सकिरहेको छैन होइन। अब 50-60 वर्षका आमा बुवाहरूले होइन त्यहाँको अवस्था देखिसक्नुभयो, नेताहरूको भावना विचारहरू बुझिसक्नुभयो होइन। अब नेपाल सरकार चलेको अवस्था देखिसक्नुभयो होइन। त्यो भएर अहिलेको यो आधुनिक युगमा चाहिँ डिजिटल यो जो नेटवर्किङहरू हरेक कुराहरू चाहिँ अहिले विकसित भइसक्यो के। अझै पनि यो समाज पछिल्लो त्यो 2051मा भन्दा होइन त्यो माओवादीको जुन सशस्त्र द्वन्द्व आन्दोलन त्यति बेलाको एकदम दुःख पीडामा छैन कि समाज। अहिले समाजले गति लिइसकेको छ। अहिले अब इन्टरनेटको विकास यति धेरै भएको छ, हरेकको हातमा एन्ड्रोइड मोबाइल होइन, मोबाइलहरू, त्यसपछि कम्प्युटरहरू होइन, ल्यापटप लगायतका विभिन्न किसिमका सामग्रीहरू मानिसको हातमा छ क्या अहिले। त्यो भएर उसले अब फेसबुक दैनिक रूपमा चलाउँछ होइन। फेसबुक यस्तो चिज हो, फेसबुकमा हरेक सामग्रीहरू, न्युजहरू त्यहीँ आउँछ, हरेक कुराहरू त्यहाँ अपलोड हुन्छ होइन। हरेक मानिसहरूले फेसबुक चलाउँछन्। तर अहिले विकसित भइसकेको छ हाम्रो देश नेपाल, त्यसले गर्दा अझ अब जुन एउटा नयाँ सरकार भर्खरै 2082 फागुनको 21 गते प्रतिनिधि सभाको एउटा जुन चुनाव सम्पन्न भयो होइन, त्यसले चाहिँ अब नयाँ सरकार गठन गर्छ। जस्तै हाम्रो काठमाडौँका मेयर बालेन्द्र शाहले आफ्नो मेयर पद त्यागेर राजीनामा दिएर चाहिँ अब धेरै ठुलो मत प्राप्त गर्नुभयो झापा 5 क्षेत्रबाट होइन। एकदम साइलेन्ट, काम चाहिँ खतरा गर्ने तर एकदम चुप लाग्ने क्या मान्छे। हामी त्यसरी अवलोकन गर्छौँ, त्यसरी बुझ्छ उहाँले होइन। त्यस्तो तरिकाले अगाडि बढ्नुभयो होइन। अब छन् मानिसका हरेक एउटा कमी कमजोरीहरू मानिसहरू अझै पनि घटनामा मुछिएका होइन। कतिपय हामीले त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको उसले देख्न सकिन्छ अझै पनि होइन। अब तर मान्छेले मैले यस्तो गरेको भनेर उसले गल्ती स्वीकार्यो नि त झन् राम्रो, जनताले थाहा पाउँछ। त्यो मान्छे पनि सचेत अगाडि बढ्नुपर्ने हो जस्तो लाग्छ मलाई होइन। नेपालको राजनीतिको बारेमा केही कुराकानी गर्ने हो भने अब म त पहिलेदेखि भ्रष्टाचार, म पनि मेरो देशमा भ्रष्टाचार नहोस् भन्ने मान्छे हो होइन। हरेक मानिसले नहोस् भन्न चाहन्छ। भ्रष्टाचार भयो भने चाहिँ गरिब हुन्छ, देश गरिबको रेखामुनि झर्छ होइन, विकास हुँदैन। अब सबै मान्छेले आफूले जुन स्तरमा छ त्यो काम पर्फेक्ट तरिकाले गर्ने हुन्छ नि देश विकास हुन्छ क्या। त्यसले गर्दा मलाई त्यस्तो लाग्छ है, तपाईँले बुझिदिनु होला होइन। अब सबै नागरिकहरू, नेपाली नागरिकहरू त सच्चिसक्नु भएको छ अहिले। त्यो भएर अब देशले नयाँ मोड लिन्छ कि भन्ने मलाई आशा लागिरहेको छ गोपाल रेग्मीलाई। यति बेला यो भिडियो तपाईँलाई इन्डियाको जुन मैले भनिसकेँ त्यो बिचको साइडको पार्कबाट देखाइरहेको छु। कसरत व्यायामहरू होइन, मानिसले आफ्नो आवश्यकताहरू पुरा गर्नको लागि नेपालले नयाँ मोड लिनेछ। किनकि यो समसामयिक भएर मैले नेपालको राजनीतिको बारेमा कुराकानी गरेको र यति बेला म यो अगाडि बढिरहेको छु। यहाँ हेर्न चाहन्छु कस्तो के छ दृश्यहरू। यहाँको यो पार्क कति ठुलो रहेछ, सायद म त्यतिर घुम्न आइरहेको थिएन। हेर्दैछु के कस्तो छ भनेर म अगाडि बढ्दैछु। नेपालको जो मैले राजनीतिको बारेमा केही कुराकानी गरेँ समसामयिक भर्खरै अहिले आज सायद यति बेला यो भिडियो बनाइरहँदाखेरि विक्रम सम्वत 2082 फागुन 26 गति हुनुपर्छ। भर्खरै हाम्रो प्रतिनिधि सभाको निर्वाचन सकियो। विशेष गरेर 2084मा हुने थियो त्यो निर्वाचन चाहिँ, प्रतिनिधि सभा प्लस स्थानीय चुनाव पनि 2084मा हुने थियो, 5 वर्षको अन्तरालमा हुने थियो। तर जुन एउटा निवर्तमान प्रधानमन्त्री नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली रहिरहँदाखेरि चाहिँ अब सामाजिक सञ्जाल प्रतिबन्ध गर्नुपर्छ भन्ने एउटा उहाँले सन्देश जारी गर्नुभयो। तर सामाजिक सञ्जाल प्रतिबन्ध गर्नुपर्ने कुरा त एउटा ठिक हो, किनकि धेरैका फेसबुक फेक आइडीहरू, फेसबुक फेक पेजहरू बनाएर होइन भ्रमक त्यो एउटा नभएको समाचार चाहिँ हामीले त्यहाँ पोस्ट गरिरहेका हुन्छौँ, सेयर गरिरहेका हुन्छौँ होइन। वास्तवमा त्यस्तो नगर्नुपर्ने हो। विशेष गरेर अझ भएन भनेर पत्रकार आचार संहिताभित्र के नियमहरू पर्छन् त त्यो नियमभित्र रहेर पत्रकारले आफ्ना समाचारहरू प्रकाशन गर्ने होइन, सूचनाहरू प्रवाह गर्ने
हो भने चाहिँ सबै कुरा ठिक हुन्थ्यो। तर त्यसपछि अब विभिन्न नागरिकहरूले चाहिँ पछि मेरो देश भ्रष्टाचार हुन लाग्यो, भ्रष्टाचारबाट रोक्नुपर्छ भनेर चाहिँ पछि त्यो विद्रोह जेन्जी एउटा आन्दोलन भयो। कति मानिसहरू मरे होइन, दुःख लाग्छ विचार होइन। ती छोराछोरी कसरी हुर्केका थिए, त्यसरी नमार्नुपर्ने हो त लाग्छ आफूलाई। तर देशमा द्वन्द्व हुन्छ कहिलेकाहीँ है, नहोस् अबको आउने दिनहरूमा, यो भन्न चाहन्छु यहाँबाट। त्यसै गरी पछि सरकारले ठ्याक्कै यो भाद्र 23 गतिदेखि अगाडि अब सामाजिक सञ्जाल प्रतिबन्ध गर्नु हुँदैन भनेर खुलाएको थियो। त्यसपछि 23 गति ठुलो विद्रोह सुरु भयो त्यहाँ होइन। अब 19 जना मानिसहरू 2082 भाद्रको 23 गति मऱ्यो भने त्यसपछि क्रमशः है अरू मानिसहरू मरे त्यहाँ। सिंहदरबार कत्रा होइन, सरकारी कार्यालयहरूमा आगजनी भयो, तोडफोड भयो। यति ठुलो सिंहदरबार जल्यो। अझ ब्यालेन्स अहिले बनाउने क्रम जारी छ भन्ने खबर आइरहेको छ। त्यसपछि उच्च अदालतहरू जले होइन, कति कार्यालयहरू हाम्रा त्यहाँ कति डकुमेन्टहरू थिए होला, सरकारी डकुमेन्टहरू, तिनी जलेर ध्वस्त भए। त्यसपछि अब चाहिँ पार्टीहरू पनि सुध्रिनुपर्छ। कुनै पनि देशमा अब पहिले राजा हुनुहुन्थ्यो हाम्रो देशमा होइन, राजा आउट भइसकेपछि राजनीतिक दलले अब चलाउन लाग्यो होइन। राजा हटिसकेपछि राष्ट्रपति, त्यसपछि प्रधानमन्त्री, त्यसरी हाम्रो देश विकसित हुन लाग्यो। तर कतिपयले राजा हुनुपर्छ भन्ने पनि आफ्ना भावनाहरू बोकेर हिँडेका छन् होइन। त्यसले गर्दा अब आउने यो सिचुएसनले चाहिँ हाम्रो जुन नयाँ प्रणाली छ त्यसले देशको विकास अगाडि बढाउँछ, द्रुत गतिमा सही तरिकाले अगाडि हिँड्छ भन्ने हामी आशा बोकेका छौँ सबै नेपाली जनताहरूले। यो भन्न चाहन्छु र यो सूचना प्रवाह गर्न चाहन्छु है मेरो युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शक एवं श्रोताहरूलाई। अब धेरै कुरा त जानिएको छैन होइन, केही कुरा तपाईँले सिकाउने हो, केही कुरा मैले सिकाउने हो। यसरी मिलेर हामी चाहिँ अगाडि बढ्नुपर्छ। पछि आउने हाम्रो सन्तान पिँढीहरूलाई त्यस्ता कुराहरू सिकाउनुपर्छ भन्ने एउटा आफ्नो विचार लाग्छ। र यो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यो पार्कभित्र यस्ता कुराहरू मैले तपाईँहरूलाई बताएँ, किनकि नेपालको त्यो समसामयिक विषय भएर चाहिँ कुरा गरियो। यो अवलोकन गर्दै गर्दा ठिकै राम्रै रहेछ पार्क चाहिँ। त्यति यो ठाउँमा गर्मी पनि छैन। थ्याङ्क यू सो मच। यति बेलासम्म यो भिडियो मैले तपाईँमाझ प्रवाह गरेँ। हेरिदिनु होला, आफ्नो कमेन्ट राख्नु होला बक्समा र सब्सक्राइब गरिदिनु होला र आफ्नो विचार पनि प्रकट गर्नु होला भन्न चाहन्छु। थ्याङ्क यू सो मच। लभ यु अल। र सबैलाई माया छ, सबैले माया गरिदिनु होला। नेपाली आवाज दैनिक युट्युब च्यानललाई एकपटक सब्सक्राइब गरिदिनु होला भन्ने ठुलो आशा राखेको छु। थ्याङ्क यू सो मच। बाई बाई, टेक केयर।